वेट के भएन स्कुटी आऊ दिके तिमीलाई कस्तो महसुस भइरहेको होला दामी लागिरहेछ त दुन्छु किनभने म अर्कै मान्छे भइसके यहाँ उसको बाइसेपले गरेर त्यो स्कुटरको खस्यो वेलकम ब्याक टु माई च्यानल आज चाहिँ हामी नुवाकोट बाल्चेतर्फ लाग्दैछौँ भने हाम्रो ग्यादरिङ चाहिँ माछा पोखरीमा हुँदैछ माछा पोखरीबाट फुटुङ हुँदै हामी टोखाको बाटो नुवाकोट हुँदै बाल्चे पुग्ने थियौँ भने हामी यहाँबाट फुटुङ नपुग्दै हाम्रो दुई साथी चाहिँ गायब भए के अरे पिपल बोटनिर आइपुगेर यहाँ साथीहरू कुरिरहेको छौँ यही हो पिपल बोट अगाडि तर पानी पऱ्यो यार हामी चारवटा बाइक छ है दुईवटा बाइक चाहिँ बाइक छ सबभन्दा ढिला गर्ने मान्छे हो ल सबैभन्दा ढिला गर्ने मान्छे ऊ पनि हो अनि त्यसपछि ऊ हो सबभन्दा चाँडै गर्ने चाहिँ रमाउनु आज हाम्रो अर्गनाइजरमा हो तर मान्छे उसलाई चाहिँ चिट काटेको छ आज अनि उहाँले अर्गनाइज गर्नुभएको अर्को दुईजना चाहिँ आत्तै बाटो जानुभयो हामी बसौँ तपाईँहरू देख्न सक्नुहुन्छ विगत 3 दिनदेखि यो मान्छे यसै गरी यो ठाउँमा प्रतीक्षा गर्दै बसिरहेको छन् तपाईँ कसको प्रतीक्षामा हुनुहुन्छ सरी यो जुनीमा त्यो हुन सक्दैन यो जुनीमा त्यो हुन सक्दैन तपाईँ गलत कुराको प्रतीक्षामा हुनुहुन्छ तपाईँ गलत कुराको प्रतीक्षामा हुनुहुन्छ तपाईँ मुभ अन हुनुहोस् ब्रेकफास्टको लागि बसिरहेको छौँ तिमी के भन्न चाहन्छौ ओ तिमी के भन्न चाहन्छौ तिमीलाई कति बजी फर्किनु छ अरे तिमीलाई कति बजी फर्किन्छ तिमीलाई कति बजी फर्किन्छ अरे आँखा फरफर नगरी भन्नु त राम्रोसँग भन तिमी गरेर भन्नु होइन राम्रोसँग भन त्यो टाउको नहल्लाइकन आँखा नचिम्ली तिमीलाई कति बजे तिमीलाई ए 9 बजे हो 9 बजी पुगिन्छ ढुक्क हो गाइजहरू कति बजी घर पुग्नुपर्ने हो राति दिउँसो 2 बजे रे ओ उसले त पर्दैन सोध्ने उसलाई जति बेला गयो नि हुन्छ हो त्यो त के हो खोल्न लगाऊ हो डिकी हो 100% डिकी ओ रमन तिम्रो डिकी खोला त तिम्रो बाइकको डिकी खोला रे छिटो खोल्दैन हो डिकी हो खोल्दैन त्यो डिकी खोलेर देखाइदेऊ न पापा म खोल्न लागिसकेँ डिकी यो त 100% डिकी हो खोला छिटो ब्याग हाल्नु पऱ्यो अरे क्या उसको डिकीमा ल हाल खोइ हाल न ब्याग हाल न ब्याग
यो डिकी हो रे अनि लाइसेन्स यताबाट झार्यो भने नि मलाई पनि थाहा छैन कहाँसम्म पुग्छ वेदर एकदम क्रेजी भइरहेछ द भ्यू इज सो गोटेड के गोटेड यो 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 उडाए केटाहरूले बाइक उडाएर मम्मी ला वेट के भएन स्कुटी आऊ लड्यो थाम चाबी छ त चाहे तुझको रब बुला ले हम न रब से डरने वाले राहों में डट के खड़े हैं हम यारों से नजरें चुरा ले एक्सिडेन्ट भएर अहिले यहाँ केटाहरू चाहिँ फर्स्ट एड ट्रिटमेन्ट लिएर बसिरहन् हाइड्रेसन ब्रेक हो यो चाहिँ हाम्रो अहिले हाइड्रेसन ब्रेकमा अलिअलि घाउ लगाएको छौँ हामीले अरू कहाँ छ देखाउ त तिमीले लडेर कस्तो महसुस भइरह तिमीले लडेर कस्तो महसुस भइरह तिमी लडेको छौ तिम्रो स्कुटर पनि बिग्रेको छ तिमीलाई के को चिन्ता लाग्यो ठिकै तिमीलाई कस्तो महसुस भइरह उसको ताल चाहिँ यस्तो छ डक्टर फेल भइसक्यो डक्टर एक्सिडेन्ट उसलाई ब्याक लाग्यो रे कमललाई ब्याक लाग्यो अरे उसको राम्रो भएन रे कि ब्याक लाग्यो उताले त प्र्याक्टिकल हुँदैछ कोही हाइड्रेसन ब्रेक सक्यो होइन ल रेडी 1 2 3 बाल्चे जस्ती लान है बाल्चे जस्ती लान आउटफिट चेन्ज उसले चाहिँ खासै आउटफिट मन नपरायो भएर चाहिँ उसले लडेको रे Let's take the long way home. Find a couple hills to climb. Maybe we can take our time. Let's take the long way home. Trust in me to lead the way. We can do this one more day. We can do this one more day.
यो चाहिँ तपाईँको नुवाकोटदेखि धुली जाने बाटो हो। यहाँबाट चाहिँ तपाईँको स्ट्रिट नम्बर 10-11 भनेको छ। अनि यो त्रिशुली पुल भनेको यो त्रिशुली पुलबाट चाहिँ यहाँबाट चाहिँ भित्र जाने हो। खासमा प्रायः मान्छे झुकेर उतै जान्छ। यहाँबाट 1.5 घन्टा जति लाग्छ। ह्याप्पनिङ गाइज, यहाँ उसको बाइसेपले गरेर त्यो स्कुटरको उनै खस्यो। उसको बाइसेपले गरेर उसको स्कुटरको साइलेन्सरै खस्यो। What happened guys? फुट्यो क्र्याक धर्र गर्छ होइन। सेकेन्ड इभेन्ट त्यही भएर बिस्तारै चलाऊ भने रफ चलाउनु छ। एक्सपेक्ट गरेर थिएँ। टाढो होला हौ। अब हाम्रो राजीव दाईको
र गाइज हामी फाइनली हाम्रो डेस्टिनेसनमा आइपुगिसकेको छौँ र तृष्णाले मुक्ति पाइसकेको छ र अब म मुक्त छु किनभने म अर्कै मान्छे भइसकेँ। लखतरान भएर बसेको अवस्था हो यो चाहिँ। यो चाहिँ भेडा फार्म, यहाँ चाहिँ पार्किङ, बाटो चाहिँ खत्तम छ। ऊ यसरी स्ट्रगल हुन्छ हेर्नु। हाम्रो लेडिजहरूको यहाँनिर मेकअप हुँदैछ। खै तिम्रो डाल्लो देखाउ त। अन्डा अन्डा यो चाहिँ उहाँको अन्डा हो। स्विट जोडी, हाउ आर यु गाइज? खासमा अघि लड्नुको कारण पनि तिमीलाई छुट्याइदिएर रहेछ तिमीहरूलाई, नत्र नलड्ने रहेछ। दाइ पनि हाम्रो सामेलमा हो। यसो हैन बेटे बेटे क्या करे करना सुरु करे अन्दाक्षरी लेके प्रोग्राम अहिले हामी देशको के हुँदैन मबाट गाउन बाटो सुरु ए ल म बाटो कहिले सकिन्छ यो चाहिँ म घर जाने भन अब केबाट मबाट तिमीहरुको यो जादु भाइ जादु ओइ मबाट गाउ त गाइस हाम्रो मबाट यो टिम ल टिम वन बी उडेर जाऊ किरारमा भन्छन् रेशम फिरी एकसाले बन्दुक दुईराले बन्दुक मिर्गालाई ताकेको मिर्गा मैले ताकेको होइन मायालाई ताकेको रेशम फिरी उडेर जाऊ किरारमा भन्छन् रेशम फिरी कोही त्यो झल्क्यो हो र हावा जे पायो त्यही छल्क्यो रे पानीले छल्क्यो जवानी कम्मर माथि पटुकी माथि घैलामा कुवाको पानी खाने पानी धाउँछ नि कति बैमानी मै प्यारी हो कि रेशम मेरो जवानी मेरो भगवानी यति मात्रै निकाल्ने यति मात्रै निकाल्ने